ल हेरौँ, यत्रो सानो रुखमा यति फुल फुल्या छ। यो फुल अनुसारको सबै आँप फल्यो भने यो रुखले थेक्न सक्ला त? यत्रो सानो रुखमा यत्रो फुल फुले छ, यो सबै आँप फल्यो भने यो रुखले थेक्न सक्ला त? यो पालि त डोरी ल्याउने हो, बाँस गाड्ने हो, टेका लगाउनु पर्छ। ल हेरौँ, यत्रो फुल फुल्या छ यत्रो सानो सानो रुखमा। यो रुखको हाँगा त एउटै बत्ला त के होला त? यसपालि आँपको रुख पनि आफै रुने हो, आफैले फल दिने भयो, आफै रुने हो। ल हेरौँ, ठुलो रुखमा त ठेकिहाल्छ, ठुल्ठुलो रुख छ। यो सानो सानो रुखमा चाहिँ केही बिना फुल फुलायो त? अनि सबै आँप ठुलो भयो भने बिचै रुखै रोला त आफै। फुल पनि केही बिना फुल्यायो। आँप चाहिँ कति टिक्ने हो थाहा छैन, फुल चाहिँ यत्रो फुल्या। यो फुल देखेर मेरो बुढी पनि थकित भएछ, कसरी यसलाई बचाउने, के गर्ने होला। उहाँ दिमाग लगाइरहेको त्यहाँनिर उसले पुरा दिमाग घुमाइरहेछ, कसरी बचाउने होला यो हाँगाहरूलाई। ऊ मेरो सालो पनि उहाँ बसेर हाँसिरहेको देख, सालोले पनि सोचिरहेछ के गर्ने हो भनेर। ठुल्ठुलो रुखमा त त्यो ठुलो रुखहरूमा त अलि ठेकेला, सबै फल्यो भने यो सानो रुखहरूको चाहिँ बिजकै हुने हो बिचरा, फल फुल्दाखेरि पनि। खोइ मेरो बदाम, खोइ बदाम देऊ, बदाम खाने हो, जाने हो। यस्तो यस्तो बदाम कसलाई मनपर्छ? यस्तो बदामहरू मलाई त खुब मनपर्छ। आधा 2 कट्ठामा रोप्या रहेछ, आधा कट्ठा त सिधाइसकेँ मैले खाएर। ल जाउँ, भयो जाउँ। ल हेरौँ, फुल त यसपालि त के गर्नु र, फुल अनुसारले आँप फल्यो भने त माटोक्ने 10 लाख त सट्टै आउला जस्तो लाग्छ। 10 लाखको लागि चाहिँ अलि मजाले गनेर बस्नु पाउँछ जस्तो लाग्छ। हेरौँ, यो फुल अनुसारको कतिको आँप टिक्ने हो थाहा छैन। फुल त के, रुख त छ नि, टन्नै छ, उता फुलबारी नै छ। अब हेरौँ कतिको हुन्छ। मेरो बुढीले टेन्सन लिइरह, यो सबै फल्यो भने, आँप फल्यो भने के होला भनेर। जाउँ न हौ बुढी, जाउँ अब त जाउँ। जाऊ सालो समाएर होइन त, रेकर्ड हुँदैछ, समाएर होइन मजाले। म चाहिँ साले बदाम खान्छु। सालोले एउटा ढुकुर मारेको थियो, ढुकुर पनि खाइहाल्यो पोलेर। सालो ढुकुरको टाउको देखाइदियो, उदैन त्यो टाउको। देखा दिया ढुकुर का फुला जिकन टाउको खटाउको रुक्ने त सालो उता ससुरो पानी पटाउँदैछ, यता छोरी घाँस काट्दैछ। के गर्ला जस्तो छ। किसानी चाहिँ खत्रै किसानी हो कि मेरो ससुराली भने। घाँस बाँध्दैछ, लु हेरौँ यसरी सलमा घाँस बाँधेर कसैले हिँडेको छ यस्तो डिजाइनले। लो हेरौँ मेरो बुढी कम तगडा खतरा बाँध्छ उसले त घाँस। लु जाउँ बुढी, त्यो बोकेर पनि देखाइदियो बुढी एकचोटि कसरी बोक्ने हो।
खोलाई तिमीलाई बोकेर पनि देखाउनु कसरी बोक्ने हो चट्ट सलमा ल हेर्नु सल किन्यो अरूले त ओढेर हिँड्छ लगाएर हिँड्छ उसले पुरा घाँस बाँडेर हिँड्छ अनि यसरी टक्क उठाउने लु हेर्नु यसरी बोक्ने हो यो घाँस त यहाँ त जाउँ कता हो अहिले आफै बोल्छ आफै हाँस्छ जाउँ सालो खुली छ जाउँ त्यो चाहिँ सिबीको हो ऊ त्यहाँ छ सिबी फलेको सिबीको रुखहरू छ त्यहाँ चना चाहिँ यस्तो हो यस्तो चना खाने हो खुब मनपर्छ हौ मलाई त चना ससुरा पानी पटाउँदै यता लसुन खेती प्याज लसुन प्याज मस्त रोप्या छ यहाँ पनि छ बिरुवा लगाएको यहाँ के को बिरुवा म त खासै चिन्दिनँ ल यहाँ हेरौँ प्याज लसुन मस्त फल्या यो पालि हाम्रो कलीमा गर्छ ओहो लसुन ल हेरौँ यत्रो भइसकेको छ तर अहिले टिप्ने बेला भएन रे मेरो बुढीले भनेको अझै पछि रे चलो तिमी पनि केही भन्दै नै हो कि 2 शब्द भन मेरो सालो फेरि यो मान्छे साली भएको भए त मैले उहिले बोकेर लगिसक्थेँ सालो भएर अहिलेसम्म टिक्या हो साली भन्दा नि 4 गुणा लजाउँछ यार यहाँ बाइक मेरो धोएर चटक्क बनाएर राखेको छु अनि यो धोएको किन भनेपछि ऊ यस्तो घाँस बोक्नको लागि हो चट्ट बुढीलाई राख्ने हो घाँस राख्ने हो नि लिएर हिँड्ने हो घाँस बोक्नलाई धुनुपर्छ मेरो बाइक अनि त्यसै छ यहाँ पानी ट्याङ्की यहाँ यत्रो छेउमा छ बाइक धोएर पुरा यस्तो टल्काएको छु मैले अब यसमा चट्ट घाँस हाल्ने हो बोकेर हिँड्ने हो हामी त सबै त घुम्नलाई किन्छ 220 हामी त घाँस बोक्नलाई किन्ने हो यो चाहिँ मेरो ससुराको पुरा खतरा स्कुटी ल नि त अब खै यो कसले समाउने यो समाउने मेरो बदाम यो बदाम फेरि खाला है कसैले नखाने तेल त पुरै फुल रहेछ ओह गाडीमा त टनाटन मेरो गाडीमा कहिले खाली हुँदैन नि तेल त टङ्की त फुल हो पुरै फुल छ टङ्की ए पुरै फुल तिम्रो बुढो गाडीमा कहिले खाली हुन्छ फुल ट्याङ्की हो फुल ट्याङ्की 8 मिनेट भइसक्यो के भुला गयो कि क्या हो यो चाहिँ हाम्रो टम्पररी भेनाजु आउँदैछ दिले पक्रिदिन्छु ले बदाम खतरा रहेछ त्यो फिस के हो त्यो सबै उयसमा लागिहाल्यो पोखरी देखाइदियो पोखरी मान्छे मैले पोखरी दारेम बस्नु
यो लगाउनुपर्छ है सिमी खेती चाहिँ यस्तो हुन्छ हाम्रो यतातिर त फेरि फुलबारी त पर्ने हुन्छ आम त कति चाहियो कता हिँडेको हो छोरीको हालत हेरौँ छोरीको हालत